आज म केही कुरा यसले मलाई झस्काएको छ। एउटा अनुभवी सांसदको नाताले म केही कुरा राख्न चाहन्छु, किनकि अनुभव पनि एउटा धेरै माने राख्छ। आज हाम्रो राज्य संकटमा छ, जनतामा नैराश्यता छ। यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्न। यो भाषा निर्माण यो संसदबाट कम्ती नगरौं। म करबद्ध प्रार्थना गर्छु कि सम्पूर्ण राजनीतिक दललाई, संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दल र संसद बाहिर प्रतिनिधित्व गर्ने राजनीतिक दललाई हामी यसलाई घोचपेचको विषय नबनाऊ। राज्य रह्यो भने, जनता रह्यो भने, लोकतन्त्र रह्यो भने फेरि हामी राजनीति गरौँला। कोही सत्ता पक्षमा होला, कोही प्रतिपक्षमा होला। सत्ता र प्रतिपक्ष थाहै होइन। यो निरन्तरता छ। को जो आज सत्तामा छ भोलि प्रतिपक्षमा होला, जो हिजो सत्ता पक्षमा थियो आज प्रतिपक्षमा छन्। तर जनता र लोकतन्त्र समाप्त भयो भने हामी कहीँको नरहौँला। आज देशमाथि सङ्कट छ, आज जनतामाथि सङ्कट छ। चारैतिर व्यवसायीदेखि लिएर, नागरिकदेखि लिएर, युवादेखि लिएर विद्यार्थीसम्म निराशा छ। हामी निराशा नबाटौँ, हामी यसको समाधान गरौँ। बरु मिल्छ भने समाज जिल्लामा आग्रह गर्न चाहन्छु, यहाँ उपस्थित संसदभित्र उपस्थित तमाम दललाई एकजुट पारौँ, राष्ट्रिय मुद्दा तय गरौँ। जनतालाई भने हामी सम्पूर्ण दल मिल्यो भने मात्र यो राष्ट्र बाँच्न सक्छ, संविधान बाँच्न सक्छ, यो देशको लोकतन्त्र बाँच्न सक्छ र देशको नैराश्यता हट्न सक्छ। देश निर्माणको जिम्मा लिएर हामी सबै यहाँ उपस्थित भएका छौँ।